सो हेलो नमस्ते नमस्कार सबैजनालाई स्वागत छ आजको मेरो ब्लगमा। धेरै दिन भयो ब्लग मैले नबनाएको। सो बिजी भयो काममा यताउति होइन, छुट्टी पनि थिएन, स्यालेरी पनि आएको छैन, त्यही भएर घुम्न पनि कतै गएको छैन, पैसाहरू पनि खासै छैन, त्यही भएर भिडियोहरू खासै बनाएन होइन। अनि आज चाहिँ हामी सपिङ जाँदैछौँ, सुपर मार्केट जाँदैछौँ। अहिले चाहिँ 8:30 भयो। रातिको 8:30 बजीदेखि चाहिँ अलि डिस्काउन्ट हुन्छ भन्ने सुनेको थियौँ र अब चाहिँ हामी जाँदैछौँ सुपर मार्केट। सो राति पनि हो, अलि नाइट भ्यू कस्तो छ हेर्दै जाऊँ। अनि कतिको डिस्काउन्ट हुँदो रहेछ म तपाईँहरूलाई देखाउँछु, हेर्दै गर्नुलाई। लेट्स गो। चिसो चाहिँ ओभरै छ छन चाहिँ होइन। अब भिडियो बनाउँदै हिँड्नुपर्छ गाइज। अहिले त धेरै मान्छेको आउजाउ हुँदैन, अनि त्यही भएर यत्तिकै एक हातले चलाउँदै यसरी भिडियो बनाउँदा पनि हुन्छ। सो अहिले हामी जान लागेको सुपर मार्केटको नाम चाहिँ लामु भन्ने सुपर मार्केट हो र त्यहाँ चाहिँ सबैभन्दा सस्तो त भन्न मिल्दैन होला, अलिक सस्तो पाउँछ त्यहाँनिर सबै कुराहरू। त्यहाँ चाहिँ खाद्य पदार्थहरू पाउँछ अलिक बढी होइन, भेजिटेबलहरू भयो, सबै कुराहरू खाद्य पदार्थहरू चाहिँ अलिक सस्तो पाउँछ त्यहाँनिर। रक्सीहरू पनि एकदम सस्तो पाउने रहेछ क्या। मलाई थाहा नै थिएन जापानमा रक्सी यति सस्तो हुन्छ भन्ने कुरा, फर्स्ट टाइम देखेँ यहाँ आएर होइन। सो जिउ सस्तै रहेछ। सो साइडको चाहिँ ट्राफिक लाइटको चाहिँ एकदमै ख्याल गर्नुपर्छ होइन। कुनै कुनै बेला अब के धुनमा भएर हिँडिन्छ अनि गाडी स्पिड, यहाँको स्पिड फेरि एकदमै हाई हुन्छ कि, अनि कुनै कुनै बेला उडाइदिन सक्छ। त्यही भएर यो चाहिँ अलिक ख्याल गर्नुपर्छ होइन गाइज। यहाँ चाहिँ सेकेन्ड ह्यान्ड सामानहरू पाउँछ एकदम सस्तो सस्तो, सबै सामानहरू यहाँ सस्तो सस्तो पाउँछ क्या सेकेन्ड ह्यान्डमा। यो सेकेन्ड ह्यान्ड स्ट्रेस यता छन त छ, तर नेपालीहरू एकदम कम हुन्छ क्या होइन। यो चाहिँ गाईको मासु पाउने ठाउँ हो क्या अरे होइन। यहाँ चाहिँ गाईको मासु पाउँछ क्या अरे। देख्नुभयो, यहाँ चाहिँ गाईको मासु। सो हामी सुपर मार्केट आइपुगेको छौँ, देख्न सक्नुहुन्छ यस्तो छ सुपर मार्केटको अवस्था चाहिँ। अब चाहिँ हामी भित्र जान्छौँ। सो हामी चाहिँ अहिले फर्किँदैछौँ सुपर मार्केट पुगेर। सुपर मार्केटमा चाहिँ त्यस्तो सस्तो चाहिँ छैन रहेछ, मासु हल्का सस्तो, अनि बेन्टोहरू खानेकुराहरू चाहिँ हल्का सस्तो रहेछ। अरू चाहिँ सबै त्यस्तै रहेछ होइन गाइस, खासै सस्तो चाहिँ देखिएन। सो सस्तो भनेर हामी चाहिँ किन्न गएको थियौँ। जुन ठाउँमा हामी गएको थियौँ त्यहाँ चाहिँ भने जस्तो सस्तो चाहिँ होइन रहेछ, त्यही 50-60 रुपियाँ सस्तो हुँदो रहेछ अरू टाइम भन्दा चाहिँ। त्यही पनि त्यो बिग्रिने र गाइज म चाहिँ रुम आइसकेको अवस्था छ। थकाइ लागिरहेछ, भोक लागिरहेछ, निन्द्रा लागिरहेछ। खाना बनाएको छैन, अब खाना बनाउनु पर्ने छ गाइज। गाह्रो छैन त मलाई, गाह्रो छ गाइज।
अन्डा हो यो चाहिँ होइन अन्डा मासु 22 तारिकसम्म मात्रै छ डेट अब कहिले खाइसकिन्छ प्याज होइन त्यसपछि भनेको छ लसुन यति लसुनलाई 100 कति थियो गाह्रो छ धेरै गाह्रो छ भोकले होला निन्द्राले होला म बोल्न पनि सकिरहेको छैन जस्तो लागिरहेछ कि ओके तर पनि अब के गर्ने हैन सुरुरुरुरुरुरु बलेर गयो नि कमालो मुटु छोडेर सो गाइज भनेर भन्न त नआउने हो हैन सो गाइज अब चाहिँ म खाना बनाउँदैछु है त खाना बनाउँदैछु हैन हाम्रो मासु यहाँ म काट्दैछु हैन पहिले अनुहार बिग्रिसकेको छ नि त्यही भएर होला यहाँनिर देख्न सक्नुहुन्छ गाइस मेरो युट्युब च्यानलमा तिमीले सब्सक्राइब गरेको छ छैन 2G कनेक्ट भएको होला क्या त्यहाँनिर मासु पाकिसक्यो भात पनि पाकिसक्यो मैले चाहिँ भात रेडी गरिसकेको छु अब खाँदैछु म